हेलो गुड मर्निङ गाइज एभ्रीवान। सो आज चाहिँ मेरो ब्लगमा हजुरहरूलाई वेलकम छ। सो आजको दिनहरू चाहिँ मेरो कसरी जान्छ भने चाहिँ यो जुत्ता चाहिँ यहाँ आउने यहाँ आएन यहाँ आउने होइन यहाँ बस्ने जुत्ता हो। अनि छ नि आजको दिनहरू चाहिँ बिहान उठ्यो होइन, नुहाइ गऱ्यो, फ्रेस भयो होइन, अब खाजा रेडी छ, खाजा चिया अनि चिया पनि अब पियो होइन। सो आज के छ भने बाहिर घुम्न जाने प्लान छ। सो आज नागापुरसँग पुगिन्छ मरिना वक बर्दुबई होइन, अर्को म्याक्स स्टेसन समथिङ त्यतैको खरानतिर भन्दै थियो। सो त्यहाँसम्म चाहिँ गइन्छ। सो आज चाहिँ तर यस्तो भिडियोहरू त म खासै बनाउँदिनँ, तर नि आज चाहिँ होइन, आज ट्राई गर्नु बाहिर गएर चाहिँ फुल एक्सपिरियन्सको साथमा होइन। तर फर्स्ट टाइम हो यस्तो बाहिरतिर बनाउँदैन नि त। जस्तै अब यो समथिङ जिममा बनाउँछु, कहिले काहीँ बनाउँछु होइन, जस्तो ब्लग चाहिँ बनाएको छैन, फर्स्ट टाइम हो होइन। सबैजनालाई लास्टसम्म अन्तिमसम्म हेरिदिनु होला होइन, साथ सपोर्ट गरिदिनु होला। यदि तपाईँलाई राम्रो लाग्यो भने कमेन्ट पनि गरिदिनु होला है। आज चाहिँ म पब्लिकमा गएर पुरै ब्लग बनाउँछु आरामसँग है। सकिन्जेलसम्म तपाईँहरूलाई राम्रोसँग तपाईँलाई यस्तो यस्तो भनेर म केही नयाँ कुराहरू तपाईँले देख्न सक्नुहुन्छ। म सकिन्जेलसम्म तपाईँहरूलाई पनि राम्रै भिडियो बनाउने कोसिस गर्छु है। किप वाचिङ है, भिडियो। फाइनल गाइज हामी चाहिँ अब यात्रा सुरु भएछ। यो चाहिँ हाम्रो चाहिँ यताको ठुल्ठुलो लरी टिपर हो होइन। यसमा चाहिँ अब यो के भनौँ होइन, सबैजना गाडी यति धुलो छ यताबाट जाउँ यताबाट। अब उता मेट्रो स्टेसन हामी हिँडेर जाने प्लानिङ गरेको थियो। सो आज चाहिँ पैसा टेन गर्दा हामी चाहिँ हिँडिरहेको छु है। फाइनली हामी मेट्रो सेक्सन आइपुग्यो। यो चाहिँ दानुप मेट्रो सेक्सन हो। हामी लाउडेहरू छ यहाँ, एउटा लाउडे छ। उनीहरू हामी चाहिँ आधी बाटोबाट छुट्टिन्छौँ। म चाहिँ अब अर्कोतिर जान्छु। तर त्यो साथी आधी वर्षमा साथी हुन्छ भनेर चाहिँ म पनि उनीहरूसँग आएको। 10 मिनटको हिँडाइमा चाहिँ स्टेसन पनि पुगिहाल्यो। बसमा चाहिँ यसरी स्टार्ट हुन्छ होइन, यहाँबाट चाहिँ यति मान्छे हुन्छ भित्र त पुरै नआउने त बाहिरको हो है। यस्तो धेरै मान्छे। सो फाइनली डाइभेटी सक्यो। आउँछ कि यिनीहरूले अब यहाँ वेट गर्नुपर्छ है। यहाँतिर टुटु गरेर एरोप्लेन ड्राइभर बिनाको रेल आउँछ। सो अब यहाँबाट चाहिँ दुईजना यस्तो मेरो स्ट्यान्ड नभएर आज होइन आइसक्यो। 3 मिनट पछि आउँछ, 3 मिनट टाइम देखाएको छ। फाइनल गाडी चाहिँ आइसक्यो। गाडी होइन मेरो ट्राइसिकल यस्तो अन्तर सिट पाउने सिट पाउँछ कि भनेको दोष नै भयो मलाई। के भन्नु त ड्राइभर यस्तो पाउनु नभने पुरै फुल हुन्छ मान्छे होइन। मिसिन पाएन होइन, कस्तो शिक्षा नि म्याच गरिरहेको छ अलि ठुलो भयो। नारायण गोपाल सेम हुन्छ। Oh yeah. This one's a love song and I feel like a teenager all over again for you girl. फाइनली हामी चाहिँ यो क्रिक पार जाने होइन बाटोमा होइन साथीहरू पुगिरहेको। अब चाहिँ यहाँबाट चाहिँ यहाँ दाइमा आउनुभएको होइन। टिकट पनि काटिहाल्यो। यसमा चाहिँ के लेखेको छ टिकट नम्बर 225। अनि तपाईँको 26 हो चाहिँ मभन्दा तपाईँ पछाडि हो। तपाईँ भोलि मात्रै जानुहोस्। डेटै हो यो सबै लिएको छ होइन। डिटेल्स के थियो यो किन पढ्नु है। पारी जानु लागि चाहिँ त्यही त्यो काट्न आएको। यो 9 रुपियाँको दाइलाई 2 रुपियाँ खाइदियो ब्याज चाहिँ है उठेन। दाइ कति खुसी हुनुहुन्छ 2 रुपियाँ फाइदा भयो। 10 रुपियाँको हो तर 2 रुपियाँ दाइ। अब यहाँबाट सुरु हुँदैछ होइन। दाइ पनि अगाडि जानु मलाई पनि यस्तो देखाउनु पछाडिबाट यस्तो घुमाएर। यता पछाडि पनि फर्किँदै हेर न अन्त।
बोट छुट्टिँदै गर्छ यो पानी हेर न यस्तो रहेछ घुम्न त आयो कि है यत्रो टिकट काटेर आयो कस्तो नराम्रो भयो ठिक छ अब भित्रतिर जान्छौँ दाइले कति खुसी छ यो पानी देख्दाखेरि म त एकदम कस्तो नराम्रो लाग्यो ल कम्प्लेन चाहिँ गरौँ है ब्रदर हाउ इज यु लाइक एभ्रिथिङ फाइन वाइ नट कोकोनट ओके एभ्रिथिङ इज ओके कोकोनट इज फाइन कोकोनट इज फाइन उता पछाडि जानु पऱ्यो कि पछाडि घुम्नु ल होइन के गरेको भाइ होला मैले ध्यानमा छु प्लिज नआउनुहोस् अहिले सो फाइनल गाइस आजको होइन यो घुमाइ चाहिँ त्यो रमाइलो भयो है यहाँ दाइ पनि हुनुहुन्छ एकदम रमाइलो तपाईँहरू पनि यो ठाउँमा चाहिँ होइन घुम्न आउनु डान्स हानिरहेको छ हाम्रो यता पुरै मिस्टर टिकटक गर्नुहुनेछ भाइ तपाईँको एक्साइटेड छ एकदम खुसी लाग्छ है आउनुहोस् हैन एकदम रमाइलो छ के थियो उयो छ न क्रिक पार्क क्रिक पार्क छ ठाउँ चाहिँ यहाँ यो माथि जाने ठाउँ रहेछ होइन तर हामी त्यहाँ पुगेन अब हामी पनि यति टाइम छैन सो अब फर्किने हो पछाडितिर पनि जाने छ तर खै त्यति टाइम छैन हामीसँग सो त्यसै कारणले चाहिँ अब हामी यहाँबाट फेरि बर्दुबी जानुपर्छ अब फेरि बर्दुबी जाने हो हामी है ल किप वाचिङ है गाइज अझै धेरै हेरेँ तर म सर्ट भिडियो बनाउँछु माई गड आई एम सरप्राइज कस्तो ठुलो भक्कुला यार यत्रो भक्कुला त कसले देखेको छैन हौ दाइ बकुलै अनि यो हैन भनेको हेर्नु त जय शम्भु कि त यस्तो अब म त यहाँ पुग्छु यहाँ यस्तो अग्लो भक्कुला कति खाना खान्छ होला यसले भात कति खान्छ होला ल जाउँ अब होइन एउटा त्यहाँबाट आइरहेछ हामी कता जाने भन्दाखेरि यो साइडमा उता पो जान्छ होइन होइन यताबाट आएको अति राम्रो हावा आइरहेछ धेरै त्यहाँ पछाडिको मान्छे हुँदैन होला यस्तो दामी हावा चलिरहेछ मजा आयो आजको दिन होइन यो पुरै यो संसार दुबईको आधा भाग आज हामीले देख्नु पायो फाइनली फेरि हामी रेलभित्र छिरिहाल्यो अब फेरि यहाँबाट तपाईँहरू नदेखाउने यो रियल होइन दुबईको रियल हो खालि छ अहिले त कोही छैन अहिले यति मान्छे अल गयो त्यतिकै यस्तो धेरै मान्छे हुन्छ यस्तै गर्मी पनि भयो होइन चस्मा लगाउँदा पनि सुहाउँदैन होला अहिले चाहिँ मजाले अहिले चाहिँ मैले भ्लग बनाउनु पाएँ कि नाच्नु तपाईँले सो फाइनली बर्दुबी आइपुग्यो होइन टुरिस्ट बस पनि हाल्छ मेरो साथीहरू कहाँ गयो साथीहरू छ धेरै मान्छे सबै नेपाली हो नि थाहा छ ओ माइ गड मेरो साथीहरू कहाँ छ भनेको परै हजुर लाग्यो तर आज बिजोक भएको थियो है खुट्टा काला थिएन खुट्टा दुखेर होइन धेरै डिफ्रेन्स छ सो है कति धेरै मान्छेहरू आज सबैको सायद आज पब्लिक होलिडे हो होइन र छुट्टी भएर नै यति धेरै मान्छेहरू चाहिँ आज यहाँ भेला भएको क्या नभए अरू बेला त्यति साह्रो मान्छे हुन्थ्यो नि होइन अरू किन देखाउनु म पनि यस्तो हालतमा आइसक्यो भने लास्टै थाकेको छ है भोक पनि लागिरहेछ अब गएर पेट पूजा गर्नु पर्ला जस्तै छ त्यस्तै हो कहाँ पुगिन्छ है परदेशमा हिँडिबस्नु साथीभाइसँग घुम्नु जाँदा कता आफ्नो काम पनि हुन्छ सो त्यही भएर भिडियो चाहिँ अब म त्यति लामो बनाउन सक्दिनँ सो अब होइन अब धेरै लामो होला जस्तै छ म त्यस्तो समथिङ त्यस्तो 10 मिनटदेखि 13-15देखि त्यति
यतिसम्मको लाउनु चाहिँ मलाई पनि ठिक लाग्छ क्या सो त्योभन्दा बेसी लामो चाहिँ नबनाऊ होला है त्यसै गरी यो भिडियोलाई चाहिँ होइन आज चाहिँ म यसमै इन्ड गर्छु किनकि अब फेरि बनायो भने जुन बाटो आयो त्यही बाटो फर्किने हो त्यसै कारणले पनि अब त्यो राम्रै हुँदैन क्या होइन अघिको बाटोमै जाने हो नि त त्यसै कारण ल सबैलाई थ्याङ्क यू सो मच